कति भारी हो बाबु तेरो लागि यति किताब ल्याइदिएको छु पढ भाइ फर्स्ट हो अनि मलाई आनन्द हुन्छ ए अब यो किताब म कहिले पढिसक्नु बाबा एकबार टिभीमा रिचार्ज हालिदिनु मलाई समाचार हेर्न मन छ सुरुमा पढेर फर्स्ट हो मेरो दिल खुस पार्दै बेटा अनि तँलाई म टिभीमा रिचार्ज हालिदिन्छु फर्स्ट एड लिमिटेड युज गिभन टु एन के हो अहिलेसम्म आउँदैन त फर्स्ट एड टु बाबु बाबा मैले रिजल्ट राम्रो गरेँ नि गगन गगन झुकाए जा रख हौसला कर फैसला तुझे तैँले राम्रो गरिस् बा दिल खुस हो त फर्स्ट भइस् भने तेरो टिभीमा रिचार्ज आयो म फर्स्ट भयो कि भएन भनेर तैँले थाहा पाउनु नै पर्दैन नि म फर्स्ट भएर त मलाई कार्ड दिएको छ ओ बाबा तँले के उठ्नु न बाबा अब मलाई टिभीमा रिचार्ज कसले हालिदिन्छ ओए हेलो डिसोमाला यहाँ मेरो कुमारको घरमा टिभीको रिचार्ज हाल्दै त ए हस् बाबा अहिले हाल्दिहाल्नु न ए ल अहिले नै हालिदिइहाल्छु ल Whoop whoop, you see the big black, l'ambiance elle est bad, appelle le 911. Whoop whoop, anyone a flash, police in a building. Whoop whoop, You see the big black, l'ambiance elle est bad, appelle le 911. one. टिभीलाई फेरि 2-3 वर्षदेखि अब म फेरि आफ्नो टिभीलाई हेर्न आँटिरहेको छु कति चिलाएको ए बाबु मलाई उहाँ भटिया गरेर यहाँ पाउडर ल्याइदियो त चिलाएको चिलाइ छ बाबु अहिले ल्याउनु त दिएछ पाउडर तर त किन थकाइरो भएको के भनौँ के होइन म गगल बाहिर त हाँसी देखेर भित्र त कति दुखिरहेछ अब यसरी भन्नु टिभी ल्याएको के काम अब टिभी मस्तसँगले हेर्नु पर्यो ओए पत्रकार छिटो उठ नत्र तँलाई दिनमा दिएको स्यालेरी झन् घटाइदिउँला नि नमस्कार म अर्जुन भुषाल म ए होइन भाग्य न्युपाने ल उता एउटा ताक्लु बुढाको ताक्लुमा 2टा जुम्रा परेछ अनि त्यो ताक्लु बुवाले त्यो जुम्लाको मृत्यु गर्दैछ अनि यस्तो गर्नु भन्यो भने अब हामीहरू ए पर्खी जुम्ला होइन जुम्रा हो ए जुम्रा परेको रहेछ र अर्को कुरा हो भने कति गर्छ मलाई जहिले अहिले स्यालेरी दियो अनि मात्र म तँलाई छोडिदिन्छु अहिले छैन ल दिन्छु गोजीमा दम छैन मेरो गोजीमा दम छैन त्यसो भए त कस्तो रहेछ अब त कहिले पैसा दिन आउँछ त मात्र एक झपट दिएर चप्पल छैन त्यही यसले दिनु तापेको क्या के भनिस् अरे मेरो क्याटलाई अब यार यो टिभी हेरेर काम छैन अब म नै पत्रकार बन्नु पर्यो नि खै अब एकछिन चौकतिर जानु पर्यो हेलो क्यामेरा चल्दै रहेछ क्यामेरा चल्दैछ हैन ल अब क्यामेरा पत्रकार बन्नु पर्यो दाजु मलाई पनि पत्रकार बन्न सिकाइदिनु खोइ त चियर चल पत्रकारको घरमा आउँछ अनि चेयर माग्छ सुमा चियाले अनि यहीँ बस ल अब चाहिँ पत्रकार सुरु गरौँ ल दर्शक बिकहरू ल आज चाहिँ हामीहरू आफ्नो खबर सुरु गर्न जाँदैछौँ हाम्रो पहिलो खबर छ बिर्ता मोडमा ताक्लु बुढाको ताक्लुमा 2टा जुम्रा परेर त्यो ताक्लु बुढाले त्यो जुम्राको मृत्यु गर्दैछन्
र एउटा बच्चा साइकलबाट आउँदै थियो अनि एउटा गाडीले किचिदिएछ अनि त्यो बाबुलाई चाहिँ फ्रुटी खान मन थियो अनि त्यो फ्रुटी खान जाँदाखेरि त्यसले 30 रुपियाँ पनि बोकेर ल्याएको रहेछ तर गाडीले हानेपछि अब वो स्वर्गमा फ्रुटी खान गएछ। अब यमराजले भन्यो तिमीलाई कति रुपियाँको फ्रुटी किन्दिनु अनि त्यसले भन्यो मलाई 30 रुपियाँको अनि 30 रुपियाँको फ्रुटीमा पुरै तातो भएछ अनि तातो खाँदाखेरि त जिब्रो त जलो त्यो पनि हो। अनि त्यस पछाडि नि 1 मिनट पर्खिनु ल अनि यसमाथि ब्रेक चाहिँ के हो भने नि आजको ताजा खबर छ जहाँ हामीले योपालि हामीले अझै 2टा छुचुन्द्राहरूलाई भेटाएको थियौँ तर त्यो छुचुन्द्रा मरे। स्यालेरी पनि बढ्छ तपाईको न्युज सबैले हेरिदिन्छ म जस्तो कमेडी एक्टरलाई लिनु भयो भने नि ओइ एकछिन यही बोलीमा एउटा विज्ञापन पनि बना ल हेर्नुहोस् यो नेपालको सबैभन्दा महँगो पोस्टर यसलाई किन्न नभुल्नु होला यसलाई किन्नु भयो भने तपाईको घरमा लक्ष्मी नै वास गर्ने जस्तो हुन्छ। अनि त्यो त कृष्णको बसेको छ त कति बोल्छस् अरमा ल हजुर आजको लागि यति नै र आजको तपाईलाई न्युज मन पर्यो भने यो न्युजलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। ए दाजु चिया चियावालाको बासा भयो यतै हुने भयो चियाको यसको दोकानको चिया कसले खाने हो र बताइदिनु हाल्नु न ल खा ठाउँ ठिक छ भजिया भुजिया खाएर बजिया भयो।